भिडियो हेर्नुहुने सबैलाई नमस्कार। आज म माता लक्ष्मीको बारेमा धेरै कुराहरू चर्चा गर्न जाँदैछु। लक्ष्मी भगवानको व्रत गर्नाले के हुन्छ, यानि कि लक्ष्मी भगवानको उपासना गर्नाले के हुन्छ, यसको बारेमा विस्तृत जानकारी दिनेछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। माता लक्ष्मी भगवान विष्णु यानि कि नारायणको श्रीमती हुन्। उनी धनकी देवी हुन्। उनलाई पूजा गर्दा, आराधना गर्दा धन प्राप्त हुने विश्वास छ। शुक्रबारको दिन व्रत बसी लक्ष्मी माताको मन्दिरमा गई आराधना गर्नाले यानि कि पूजापाठ गर्नाले सबै भक्तजनहरूको मनोकांक्षा पुरा हुने विश्वास छ। लक्ष्मी भगवानलाई विशेष गरी कमलको फूल, सेतो मिठाई, श्रृङ्गारका सामानहरू इत्यादि चढाइन्छ। यी चिजहरू लक्ष्मी भगवानलाई चढाइयो भने मनोकांक्षा छिटो पुरा हुने विश्वास छ। शुक्रबारको दिन भक्तजनहरू या व्रत बस्ने व्यक्तिहरूले लक्ष्मीनारायणको मन्त्र जप गर्नाले पनि धेरै सम्पत्ति आर्जन हुने विश्वास रहेको छ। त्यसकारण यदि तपाईहरूले आफ्नो जीवनमा धन आर्जन गर्न चाहनुहुन्छ भने, यानि कि धेरै सम्पत्ति आर्जन गर्न चाहनुहुन्छ भने प्रत्येक शुक्रबार माता लक्ष्मीको व्रत बस्नुहोला। यसो गर्नाले तपाईहरूले जीवनमा सोचेका कुराहरू पुरा हुन्छ। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा तपाईहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो यस कार्यक्रम कस्तो लागिरहेको छ, जस्तो लागिरहेको छ त्यस्तै प्रतिक्रिया दिनुहोला। यदि तपाईहरूलाई यस्तै भिडियो मनपर्छ भने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला।